खेतमा काम गरेको परिश्रमको खाना हो खाना। हाम्रो यहाँ गोइठा पनि हुन्छ है, गोइठा। के हो बुढा, तपाईँ त खेत खन्नु जान्छु भनेर यत्रो यत्रो भएछ डल्ले खुर्सानी। लस्सो फ्याफुला दर्शन नमस्ते अनि जय नेपाल। स्वागत छ आज हजुरहरूलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी के छ भने मेरो आजको काम भनेको कोदालो चलाउनु परेको छ है। खानासाना खायो, टन्न रोटी है, मजाले रोटी दही अनि कुखुराको मासुको झोल। अब जे होस् पावर चाहिँ अब खेर जानु दिनुहुन्न। खेतबारीमा हामी अब कोदालो चलाउनु जानु पर्ला है साथीहरू। ल के हो बुढा, तपाईँ त खेत खन्नु जान्छु भनेर दुई थार खाना खाएर त के हो सुताइ रोटी त खाएको। अब के गर्नु, खेत खनै जानुपर्ने भयो। खाना खाएको यस्तो निन्द्रा लाग्यो, झ्याप्प आमाम भने नपर्ने झ्याम सपना देखेको थियो यार। बुढाले उडाइदियो। ल ठिक छ, अब जानु पर्यो। कपाल कन्याउँदै भए पनि यसो अनि कालो कालो भएछ के। अस्तितिर त म गोरो गोरो थियो है, आएको 1 हप्ता जस्तो हो। कालो कालो तराईको हावा लागेछ, केही छैन। ओके क्या यसले नयाँ मान्छे देखेको अरे दाजुलाई चिनेन छ दाजुलाई वाया गर्दैछ। ल के खायो हगेछ चारैपट्टि। हाम्रो यहाँ गोइठा पनि हुन्छ है, गोइठा। ल यही हो गोबरको आगो बाल्ने गोइठा है। यत्रो खेत खन्नु पर्ने छ। बुढीले कोदालो पनि ल्याएर राखिदिएछ। ल ठिक छ, कोदालोबाद जिन्दाबाद। डल्ले खुर्सानी पनि छ है यहाँ। ल यत्रो यत्रो भएछ डल्ले खुर्सानी, यत्रो यत्रो। ल आफ्नो त घरैमा छ है, बारीमा यो करेसा बारीमा भएको डल्ले खुर्सानी। साग पनि के गर्नु, खाइ नसक्नु भएछ। यस्तै है पारा। विदेशबाट आएर पनि सुख छैन, विदेश गएर पनि सुख छैन। यसले कति पोया पोया गरेको मलाई के देखेर कराएको पोया भयो त। ल यो रातो रातो यो कमिलाले टोक्यो भने बाख्रो टुप्पीबाट धुवा निकाल्छ। टुप्पीबाट, टुप्पी त छैन, टुप्पीबाट चाहिँ धुवा निकाल्छ है। नहुनेको झन् कुरै नगर्नु। ल हेर यस्तो रातो कमिला रहेछ। खन्दा खन्दा यति खन्यो है, लास्टै घाम लागेर थाक्यो। प्या प्या कतिखेर प्या प्या। चक्लेट मागेको होला, चक्लेट छैन, घाँस दिएछु, घाँस खाऊ। पाडाले नचिनेर हो कि चिनेर हो, कराक कराएको छ मलाई देखेर। यति छ अब खन्नलाई, यो सबै यति खन्ने। त्यसपछि फेरि पाक्यो है आज खाना होइन बुढी। यति खनेपछि पाक्यो होइन खाना आजको मेरो। यस्तो छ है, नगरी काममा पुग्दैन खाना साँझ र बिहान है। सक्यो, पसिना पसिना भयो, यस्तो पसिना जाँदैछ। सक्यो है यति खनेर। यसो खाजा खानु पर्ला हल्का। कस्तो नाक पिरो हुन्छ, के हो, के जाने हो, के पड्कायो बुढीले, के बनायो बुढीले। ओहो आमाम, ओहो रेडी भएछ नि फ्राई राइस अनि आमाम अन्डा। ल खाने खोरी तारिएछ। ल लिसो लिसो हो। ल धन्यवाद होइन, कोदालो चलाएको फाइदा हो। खेतमा काम गरेको परिश्रमको खाना हो खाना। आयो 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 खाम न त अब, जाम जाम परिश्रमको खाना। आथा तातो भयो। आहा ल तातो तातो फ्राई राइस छ है साथी हो, बब्बाल। फ्राई एग, गाजर हो,
मजाले खाजा चाहिँ सधैँ यसै गरी खानु पाए त हुन्थ्यो बुढी। के गर्नु अब बुढीसँग बस्दा त हो नि, एक्लो भयो भने त अल्छी लाग्छ। फेरि अब त जे भेट्यो त्यही खाने मान्छे है, पेट भर्नु पऱ्यो मलाई त, जे खायो भने लाग्छ। ल भाइ अझै मिलतिर हिँड्नु पऱ्यो। इस मकैको पोका पोकी छ यहाँ, मकै हो मकै, के हो यो यस्तो मकै छ। अब यो आइया मिलतिर अब ल त साइकलमा हाल्नु पर्ला। ल अब साइकलमा रेडी भयो, चले है मकै मिल अब यहाँ धुलो सफा हुँदैछ है। खाना हालेर खोइ हाल्ने, कतिखेर हाल्ने? यहाँ भाइले फेरि यहाँ मकै धुलो मिल सफा गर्दैछन् है। हल्का मकै हालेर त्यसपछि चाहिँ अनि फेरि यहाँ माथि हाल्ने हो हाम्रो मकै है। ल मकै जाँदैछ